आज हामी आज हामी पढ्दैछौँ भाग 3 मौलिक हक र कर्तव्यहरू। नेपालको संविधानको भाग 3 मा रहेको यो मौलिक हक र कर्तव्यहरू 16 धारा 16 देखि 48 सम्म रहेका छन्। यो धारा 16 देखि 48 सम्मको सम्पूर्ण मौलिक हक तथा कर्तव्यहरूलाई छोटो रूपमा कसरी याद गर्ने र एक्जाममा आउँदाखेरि सर र कसरी लेख्न सक्ने हुने भन्ने कुराहरू चाहिँ आज हामी चर्चा गर्नेछौँ। र यो एउटा एउटा गरेर याद गर्दाखेरि यसले एकदमै टाइम कन्ज्युम गर्ने र यो आदि याद हुँदा आदि याद नहुने समस्याहरू हुन्छ। त्यसैले आज हामीले यसलाई एकदम छोटो र मिठो ट्रिकसँग याद गर्ने ट्राई गर्नेछौँ। र सबैभन्दा पहिला हामीले तीनटालाई लिन्छौँ, तीनटा पोइन्टलाई लिन्छौँ, 16, 17, 18 र यसको सुरुको वर्ड लिने 16, 17, 18 सुरुमा तीनटा मात्र लिने, धेरै नहेर्ने। धेरै हेर्दाखेरि के हुन्छ भन्दा पछि बिर्सिन्छ। र सम स्व स यो तीनटा सम स्व स भनेर याद गर्ने। सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, सम्मानको हक, समानताको हक। सम स्व स यति हेर्ने पहिला, अरू चाहिँ नहेर्ने। यो तीनटालाई 3-4 मिनेटसम्म याद गर्ने। सम स्व स यो सहित। सम भनेको सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक। सम स्व स यति तीनटा यो क्लियर भइसकेपछि अर्को तीनटामा जाने 19, 20, 21। 19, 20, 21 मा के छ? सञ्चारको हक, न्याय सम्बन्धी हक, अपराध पीडितको हक। सन्न्याय। यसलाई हामीले कसरी पढ्छौँ? सन्न्याय। के छ? सन्न्याय। यो तीनटा क्लियर भइसकेपछि यो तीनटामा जाने। सम स्व स सन्न्याय। एउटा गाना जस्तै भन्यो नि है, हो त्यसरी नै यसलाई याद गर्ने। सम स्व स सन्न्याय। त्यसपछि 22, 23, 24। 22, 23, 24 मा के छ? यातना विरुद्धको हक, निवारक नजरबन्द विरुद्धको हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक। यसलाई कसरी पढ्ने? या नि छु। सम स्व स सन्न्याय या नि छु। 24 सम्म भइसकेपछि अब 25, 26, 27 फेरि तीनटा लिने। सम्पत्तिको हक, धार्मिक स्वतन्त्रताको हक, सूचनाको हक। सम्पत्तिको हक। अब सम भन्ने वर्ड सुरुमा एकचोटि पनि आइसकेको छ यहाँ, त्यही भएर यसलाई के लेखेँ? सम्पधासु। 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 यो राम्रोसँग हेर्ने। सम्पधासु। सम्पधासु। 25, 26, 27 पनि भयो। अब 28, 29, 30 हेर्ने। 28, 29, 30। गो सो स्व। गो सो स्व। गो सो स्व। गो भनेको गोपनीयताको हक, सो भनेको शोषण विरुद्धको हक, स्व भनेको स्वच्छ वातावरणको हक। 30 सम्म पनि भयो। अब 31, 32, 33। सी भा रो। के छ? सी भा रो। सीबाट शिक्षा सम्बन्धी हक, भाबाट भाषा तथा संस्कृतिको हक, रोबाट रोजगारीको हक। सी भा रो। सी भा रो। सम स्व स सन्न्याय या नि छु। सम स्व स। अब सुरुमा तीनटा हेरिसकेपछि एउटा लाइनको तीनटा हेर्ने। सम स्व स सन्न्याय या नि छु। सङ बनाएर पढ्ने। सम स्व स सन्न्याय या नि छु। त्यसपछि सम्पधासु गो सो स्व सी भा रो। सम्पधासु गो सो स्व सी भा रो। रो भनेपछि कहाँसम्म भयो? रोजगारीको हकसम्म कम्प्लिट भयो। अब 34, 35, 36। श्रमको हक, स्वास्थ्य सम्बन्धी हक, खाद्य सम्बन्धी हक। स्र स्व खा। स्र स्व खा। स्र स्व खा। श्रमको हक, स्वास्थ्य सम्बन्धी हक, खाद्य सम्बन्धी हक। श्रम स्व खा। अब 37, 38, 39। आवासको हक, महिलाको हक, बालबालिकाको हक। यो चाहिँ रिटन इक्जाममा मात्र नभएर एमसिक्यूमा, विभिन्न किसिमका फर्स्ट पेपरहरूमा, सङ्गठित संस्थाहरू अनि विभिन्न खरिदार, नायब सुब्बा सबै तहको
प्री क्वालिफाइङ एक्जाममा चाहिँ काम लाग्ने हुनाले सबैको लागि हो यो। कहाँ थियौँ हामीले? 37, 38, 39। आ म बा, आ म बा, आमा बा भने जस्तै आ म बा, आमा म र बा, आ म बा, यसरी याद गर्नु। सम्धासु सम्पधासु गोसोस्व सिभारो स्रस्वखा आ म बा। यो भनेको 37, 38, 39। आ भनेको आवासको हक, म भनेको महिलाको हक, बा भनेको बालबालिकाको हक। आ म बा, आवास महिला बालबालिका। अब दलितको हक, ज्येष्ठ नागरिकको हक, सामाजिक न्यायको हक। दलितको हक, ज्येष्ठ नागरिकको हक, सामाजिक न्यायको हक। द जेसा, द जेसा र सारा सा चाहिँ यहाँ दुईटा छ, यो चाहिँ याद भइहाल्छ 42 र 43 लगातार भएको हुनाले। अब द जेसा दलितको हक, ज्येष्ठ नागरिकको हक, सामाजिक न्यायको हक, त्यो पनि भयो। अब साउदेनी, साउदेनी भनेको 43, 44, 45 सामाजिक सुरक्षाको हक, उपभोक्ताको हक, देश निकाला विरुद्धको हक। साउदे, सामाजिक सुरक्षाको हक, उपभोक्ताको हक, देश निकाला विरुद्धको हक। साउदे। र लास्टको तीनटा 46, 47, 48 को संवैधानिक उपचारको हक, समौना, 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 संवैधानिक उपचारको हक, मौलिक हकको कार्यान्वयन, नागरिकका कर्तव्य। That's it. यो चाहिँ भाग 3 मौलिक हक र कर्तव्यहरू कम्प्लिट भयो। कसरी पढ्ने? सम स्वा स संज्ञा अ यानि छु सम्पदासु गोसोस्व सिभारो श्रम स्वाखा आम बा दजेसा साउदेनी समौना। ओके।